गुप्ती धन विद्याले सुख भोग मिल्छ सहजै सुध्रन्छ भित्री मन विद्या हो परदेशमा हित हुने दरबारमा पुजिने यस्ता उत्तम रत्न लौ बटुला है पैसै बिना पाइने यस्तो उत्तम रत्न लौ बटुला है पैसै बिना पाइने राम्रो पार्छन् हारले मुकुटले न स्नानले फुलले न श्रीखण्ड सुगन्ध मालिसटिका साबुनका कुलले साह्रै सुन्दर बन्नु पर्दछ भने भोलि सिकाउँ संस्कृत साह्रै सुन्दर बन्नु पर्दछ भने भोलि सिकाउँ संस्कृत विद्याले बढी जान्छ रूप सहजै मिल्ला ठुलो इज्जत विद्याले बढी जान्छ रूप सहजै मिल्ला ठुलो इज्जत बाजु बन्द किरीट कुण्डल मणि औँठी चुरा हारले भोटो कोट कमिज टोपी पगडी वास्कोट सुरुवालले सारा देह सजाई झलमल हुँदै जान्छौ सभामा जब बोले नौरसिलो उहाँ बसी भने व्यर्थै हुने हो सब बोले नौरसिलो उहाँ बसी भने व्यर्थै हुने हो सब पहिरुन हार किरीट कुण्डल मणि औँठी र सिक्री चुरा लाउन कोट र बुट टोप लहगा बुट्टा भरेका पुरा पाली केसली छाडी घडी बिरी कस्तै घसुन तर पाली केसली छाडी घडी बिरी कस्तै घसुन तर बोल्ने ढङ्ग नभई सभा बिच हरे के भोरनी सुन्दर बोल्ने ढङ्ग नभई सभा बिच हरे के भोरनी सुन्दर बित्दै सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्न भनेर हात बनिए बाला भिरे के फल जिब्रो पढ्न र मन्त्र जप्न बनियो न स्वादका खातिर जिब्रो पढ्न र मन्त्र जप्न बनियो न स्वादका खातिर यो चोला उपकार गर्न बनियो श्रृङ्गारमा के छ र यो चोला उपकार गर्न बनियो श्रृङ्गारमा के छ र अनौठो यो विद्या धन छ जगतैमा नमिलन्या हुँदा बढ्दै जाने कहीँ पनि नबाँडे घटी हुने अनौठो यो विद्या धन छ जगतैमा नमिलने दिदा बढ्दै जाने कहीँ पनि नबाँडे घटी हुने पछि नाना जन्मान तर तथ पनि साथ रहने अझै यस्तो दिगो धन किन छिटै हात नलिने अझै यस्तो दिगो धन किन छिटै हात नलिने। धन्यवाद।